सबको जानेसे मेरो नाम नरबहादुर हो। तपाईँहरूलाई एउटा कुरा गर्नेछु। परमेश्वरको वचनको 15:5 मा यसरी लेखिएको छ कि म दाखलाटा हुँ, तिमीहरू हाँगा हौ। जो ममा बनिरहन्छ म उसमा बनिरहने छु, उसले धेरै फल ल्याउने छ, किनभने मेरो बिना तिमीहरूले केही पनि गर्ने छैनौ। सुन्नुभयो? तपाईँहरूले वचनले के भनेको छ? परमेश्वरबाट अलग भएर हामी केही पनि गर्न सक्दैनौँ। परमेश्वरको सङ्गतिलाई छोडेर यताउता नभाग्नु होला। सुलेमान राजाको बारेमा तपाईँहरूलाई थाहा छ। पहिलाटो उहाँ परमेश्वरको साथमा चल्नुहुन्थ्यो। उसके पछि अन्य जातिहरूको छोरीको पछि लागेको थियो। फेरि उनीहरूको देवताहरूको पछि पछि हिँड्ने, फेरि वो परमेश्वरसँग दूर भइसक्यो। र यहुदा स्वीकृति प्रभु यीशु मसीहको साथ साथ चलेको थियो। पछि उसमा शैतानले समा गयो। परमेश्वरलाई छोडेर शैतानको पछाडि हिँड्यो। आफ्नो उद्धारकर्ता प्रभु यीशु मसीहको शिष्यकोमा बेच्यो। क्या मिल्यो? मृत्यु। तपाईँहरूले देख्नुभयो परमेश्वरसँग अलग हुनेको अन्जाम। म तपाईँहरूलाई आज बोल्न चाहन्छु, परमेश्वरको सङ्गतिलाई नछोड्नु। परमेश्वरले तपाईँहरूलाई धेरै आशिष दिनुहुनेछ। जय मसीह।